यो सहमतिले त्यसको पुष्टि नै गरिदियो। कसैलाई चुनाव चिन्ह चाहिन्छ, मेरो स्वागत छ, लैजानुस्। पार्टी चाहिन्छ लैजानुस्, झन्डा चाहिन्छ लैजानुस्, पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ लैजानुस्, सभापति चाहिन्छ, उपसभापति चाहिन्छ लैजानुस्। देश बन्नु पर्यो व्यक्तिको कुनै ठुलो कुरो होइन। मिल्नु पर्ने जो हो अन्त्यमा हामी मिलेरै छोड्छौँ। म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन, म एउटा पुष्पका लागि राजनीतिमा आएको मान्छे हो। र सहमतिपछि उनले भने सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ। अब बालनको स्वभाव र कार्यशैलीको चर्चा गरौं। बालनको लोकप्रियता, कार्यशैली र छविका कारण आम नेपाली उनीप्रति लालायित छन्। देशमा बस्ने हुन् वा विदेशमा बस्ने हुन्, बालनलाई सबैले हिरो मान्छन्। काठमाडौँ महानगर प्रमुखका रूपमा 3.5 वर्ष जे गरे त्यसबाट आम नेपाली प्रभावित भएका छन्। नेपाली मात्र होइन, विदेशी पनि चकित छन्। काठमाडौँ महानगर अर्थात् काठमाडौँ सिटी, युवा पुस्ताले त काठमाडौँलाई बालन सिटी भनेर चिन्न थालेका छन्। बालनको यो लोकप्रियता कसरी सम्भव भयो, यसका केही खास कारण छन्। पहिले त उनी काठमाडौँ महानगरका मेयरमा उम्मेदवार दिँदादेखि नै मेयर पदमा रहँदासम्म कुनै दलसँग आबद्ध थिएनन्। स्वतन्त्र उम्मेदवारका रूपमा मेयर जिते। मेयर रहुन्जेल स्वतन्त्र भएरै काम गरे। उनले जित्दा आश्चर्यमा परेका कांग्रेस एमाले महानगरमा पनि अवरोध सिर्जना गर्न नखोजेका होइनन्। आश्वासन होइन के यो, भनिसकेपछि हुने आश्वासन पाएन के, तपाईले नबनोस् भन्न खोज्नु भयो। नगर भने छिटो गर्नु पर्यो, त्यहाँ फुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु गर्नु पर्यो, काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? बालनले ती अवरोधलाई एक्लै सिरे काम गरिरहे। पार्टीहरूले साथ नदिएर के भयो त, जनताले उनलाई साथ दिएकै थिए। कालो पत्रे गाडी कुदाउनलाई हो, ठेला चलाउनलाई होइन, फुटपाथ चाहिँ मान्छे हिँड्नलाई हो, फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो नि त। प्रमुखज्यूले कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ गर्न। बालन आरोप प्रत्यारोपमा लागेनन्, अनावश्यक वाद विवाद गरेनन्, केवल काम गरिरहे, रिजल्ट दिइरहे। वार्षिक 25 अर्बको बजेट परिचालन गर्दा पनि बालनको छविमा कहिल्यै आँच आएन। स्थानीय सरकारका थुप्रै जनप्रतिनिधिले भ्रष्टाचारको आरोप खेपिरहँदा बालन निष्कलङ्क रहिरहे। राज्यको ढुकुटीमा कहिले रियाल चुहाएनन्, बरु सदुपयोगको उपाय खोजिरहे। भ्रष्टाचार गर्न खोज्नेहरूलाई ठेगान लगाइरहे। युवाहरूले रुचाएका पात्र हुन् बालन। युवाहरूकै साथ पाएर मेयर चुनिए। मेयर भएपछि आम जनताले साथ दिए। पहिला इन्जिनियर अनि र्यापर, राजनीतिमा आउँदा पनि उस्तै लोकप्रियता खस्किएन, बरु बढाइरहे। स्थानीय सरकार कति शक्तिशाली हुन्छ भने प्रमाणित बालनले नै गरिदिएका हुन्। संघ सरकारसँग एक्लै लड्न सक्ने क्षमता पनि उनले नै देखाइदिएका हुन्। प्रचण्डदेखि ओली अनि देउबासँग पौठे जोरी खेल्न सक्ने आँट कसैमा थियो भने थियो केवल बालनमै थियो। अब जेन्जी आन्दोलनका बेला बालनको भूमिका हेरौं। जब नवयुवा सुशासन माग्दै सडकमा उत्रिएका थिए, बालनले समर्थन जनाए। प्रदर्शनमा उत्रेकालाई खानेपानीको व्यवस्था मिलाए। घाइतेलाई उपचारका लागि महानगरको जनशक्ति परिचालन गरे। यसबाट पनि बालनले युवाको मन जिते। त्यसैले त जेन्जीहरूले सबैभन्दा पहिला नागरिक सरकारको नेतृत्वका लागि बालनको नाम लिए। यदि बालन पद लोलुपै थिए र प्रधानमन्त्री नै हुन चाहेका थिए भने त सुशीला कार्कीको सट्टा भदौ 27मै बालन प्रधानमन्त्री बन्ने थिए। उनले प्रधानमन्त्री बन्ने रुचि देखाएनन्, बरु सुशीला कार्कीलाई नै समर्थन जनाए। झापा 5मा उम्मेदवारी दर्ता गर्नुभन्दा 2 दिन अघिसम्म पनि बालन संघीय राजधानी रहेको काठमाडौँको शक्तिशाली मेयर थिए। त्यति शक्तिशाली मेयर पद छाडेर उनी चुनाव लड्न झापा पुगे। जुन समयसम्म उनी मेयर थिए त्यति बेलासम्म उनले आफ्नो स्वतन्त्र पहिचान कायम राखे। राजीनामा दिएपछि मात्र उनी राजसभामा आबद्ध भए, राजनीतिक दलमा समाहित भए। पद, सुशासन, विकास र आचरण सबै हिसाबले रवि र बालनको सोच र कार्यशैलीमा मात्र होइन, केमिस्ट्री नै मिलेको छ, म्याच भएको छ। पार्टीबाट उम्मेदवार चयन गर्दा होस् वा बाचा पत्र तयार पार्दासम्म रवि र बालनको बीचमा कहीँ कतै दुई मत देखिएन। एक मतले, एक मनले अनि एक साथले लागिरहे। बालनजीसँग झ्याप्पै अङ्गालो हाल्छु, तपाईँले झ्याप्पै घन्टीमा भोट हाल्नु होला। के रवि र बालनका बीचमा कुनै विवाद भएको भए राष्ट्रपालिक चुनावमा यति धेरै जनताको साथ पाउँथ्यो? यति पनि विश्लेषण नगरी रवि र बालनका बीचमा बेमेल छ, यिनीहरू जुनसुकै बेला भाँडिन सक्छन् भनेर कसैले अफवाह फैलाउन खोज्छ भने त्यसलाई जनताले पत्याउलान्। र यहाँ स्पष्टै छ, रवि र बालनलाई पदले मिलाएको होइन, जनताले मिलाएका हुन्, समयले मिलाएको हो, देशको आवश्यकताले मिलाएको हो, परिवर्तन चाहने सोचले मिलाएको हो, मुलुकलाई समुन्नतको बाटोमा लैजानुपर्छ भन्ने भावनाले मिलाएको हो, युवाहरूको जोश र विज्ञहरूको होसले मिलाएको हो भन्नै पर्ने हुन्छ। रवि वा बालन मध्ये कुनै एकजनाले चाहेर उनीहरू छुट्टिन सक्दैनन्, पाउँदैनन्। राष्ट्रपाकै कोही नेता कार्यकर्ताले समेत चाहेर पनि यो एकता भाँडिन सक्दैन। केही देशी र विदेशी शक्ति लागे पनि यो एकतामा दरार आउन सक्दैन। यदि कसैले रवि बालन सम्बन्धमा भाँजो हाल्न खोज्छ भने त्यो जेन्जी आन्दोलनलाई स्वीकार नै नगरेका र 35 वर्षसम्म देशमा बर्मलुट मचाइरहेकाहरूको